यति बेला म छु नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल गण्डकी गोल्डेन ब्रिज यानि कि गण्डकी स्वर्णिम झुलाको अगाडि म देखाउँछु। यो गण्डकी गोल्डेन ब्रिज गण्डकी प्रदेश बागलुङ जिल्ला बागलुङ नगरपालिकामा रहेको छ। देख्न सक्नुहुन्छ गण्डकी गोल्डेन ब्रिज बागलुङ नगरपालिका। यसको लम्बाइ हेर्न सक्नुहुन्छ 567 मिटर, लगभग आधा किलोमिटर भन्दा पनि बढी लामो छ यो पुल। यो झोलुङ्गे पुल नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो। अब यो रहेको छ पुलको बाहिरतिरको दृश्य हेर्न सक्नुहुन्छ। मान्छेहरू यहाँ विशेष घुम्न आइरहेका हुन्छन्। देख्न सक्नुहुन्छ यहाँ बच्चाहरूलाई खेल्नको लागि झुला जस्तो नि छ हैन, यहाँ पार्क हैन, तपाईहरु यहाँ आएर बस्नलाई ठाउँ राम्रो छ। अब हामी बाँकीको दृश्यहरू पुलमा गएर नै हेर्ने छौं। यताको साइड बागलुङ हो भने उताको साइड पर्वत रहेको छ, हेर्न सक्नुहुन्छ। यहाँ बच्चाहरू अथवा तपाईहरु आउन सक्नुहुन्छ र आउनुभयो भने बच्चाहरूलाई खेल्नलाई राम्रो ठाउँ छ। यता बच्चाहरूलाई तपाईहरु ठुला मान्छेहरूले पनि एक्सर्साइज गर्न सक्छन्। यो रहेको छ यहाँको दृश्य। यता रहेको छ पुलतिरको दृश्य यस्तो रहेको छ। उतापट्टिको भाग पर्वत हो भने यतापट्टिको भाग चाहिँ बागलुङ। तल यतापट्टि हाम्रो बागलुङ नगरपालिका छ भने उतापट्टि चाहिँ हाम्रो पर्वतको सायद जलजला पर्छ कि जस्तो लाग्छ। सायद जलजला नै पर्छ होला उतापट्टि। अब हामी यो पुलको तलको दृश्य देखाउने छौं। पुलको दृश्य यता देख्नुहुन्छ रोड छ, उता चाहिँ कालिका मन्दिर छ। यता तल जुन हामी यो नदी देखिरहेका छौं यो नदी चाहिँ काली गण्डकी नदी हो, जुन नेपालको सबभन्दा पवित्र नदी पनि मानिन्छ। यहाँ तपाईलाई थाहा नै होला अयोध्यामा बनेको राम मन्दिरको लागि यहीँबाट पत्थरहरू लगिएको थियो, यही नदीबाट लगिएको थियो। तल हेर्न सक्नुहुन्छ काली गण्डकी नदी जुन कति राम्रो छ। यो पुल यताबाट पारिपट्टि यताको छेउबाट पारिपट्टिको उताको छेउमा पुग्न लगभग बिस्तारै जाने भने 20 मिनेट भन्दा बढी नै लाग्छ। तर हिँडेर तेज अलि बढी छिटो हिँड्ने बानी छ भने पनि 10 देखि 15 मिनेटसम्म कम्तीमा पनि यताको छेउबाट उताको छेउमा पुग्न चाहिँ लाग्छ। किनभने यसको लम्बाइ 567 मिटर भनेपछि आधी किलोमिटर भन्दा पनि बढी यसको लम्बाइ छ भनेपछि यसमा हिँड्न धेरै टाइम नै लाग्ने गर्दछ। हेर्न सक्नुहुन्छ जुन पछाडिको दृश्य यो रोड यस्तो छ। पछाडि पुरै चाहिँ अब तल देखिरहेको पुरै चाहिँ काली गण्डकी नदी हो। अहिले पानी कम छ हैन। आज त्यस्तै नि यो ठाउँ एउटा वान अफ द बेस्ट टुरिस्ट डेस्टिनेसन पनि हो, किनभने यता यही पुलको छेउमा माँ कालिका भगवतीको मन्दिर छ र त्यहाँ भक्तजनहरू धेरै मात्रामा आउने गर्दछन्। म अब यसको पुल पछि म त्यही मन्दिरमा जानेछु र त्यहाँको दृश्य पनि तपाईहरुलाई देखाउने नै छु। तपाईहरु अब यो पुलबाट देख्न सक्ने दृश्य र रमाइलो दृश्यहरू पुलबाट देख्न सक्ने दृश्यहरू हेर्न सक्नुहुन्छ तपाईहरुले एकदम राम्रोसँग। अब धेरै मान्छेहरू यहाँ भक्तजनहरू पनि आउने जाउने गर्दछन् र यहाँ अब विशेष झोलुङ्गे पुलहरूमा दुई पाङ्ग्रे मोटरसाइकलहरू त लग्न मिल्छ, तर यो पुलमा चाहिँ त्यस्तो लग्न मिल्दैन। किनभने यो पुल त्यस्तै नि धेरै लामो छ भनेपछि आधी किलोमिटर भन्दा पनि बढी लामो यो पुल भएको हुनाले पनि यहाँ अब दुई पाङ्ग्रे साधन लाग्दा पनि धेरै भार पर्ने हुन सक्छ। त्यस्तै पनि यहाँ मानिसहरू धेरै मात्रामा आवत जावत गरिराख्ने भएकाले यहाँ त्यस्तो दुई पाङ्ग्रे साधनहरू आवत जावत गर्न मिल्दैन। अब तलको काली गण्डकी मुनिको दृश्य हेर्न सक्नुहुन्छ तपाईहरु। यो चाहिँ रोड हो, बागलुङ आउने रोड। यतापट्टिको भने उतापट्टिको जुन रोड देखिरहेछ त्यो चाहिँ अब मुस्ताङतिर जाने रोड हो। त्यो चाहिँ मुस्ताङ बेनी चाहिँ उतापट्टिको रोडबाट जान सकिन्छ। यतापट्टिको रोडबाट नि बेनी मुस्ताङ त जान सकिन्छ, तर जुन हाइवे छ मुस्ताङतिरको उसै जो पारिपट्टिको पर्वततिर भएर जान्छ, पर्वतको जलजला सायद जलजला नै होला, जलजला भएर जान्छ।
हामी यो पुल पुरै चाहिँ पार गर्ने कोसिस गर्ने छैनौँ, किनभने पुल पुरै पार गरेपछि आउन जान गर्दा हामीलाई आधी घन्टाभन्दा बढी टाइम लाग्ने भएकाले हामी चाहिँ यो पुलको बीचसम्म मात्र जानेछौँ र त्यसपछि त्यहाँबाट फर्किनेछौँ। एकदमै रमाइलो छ, पुल एकदम लामो छ, किनभने धेरै मान्छेहरू आउने जाउने गरिरहेको भएकाले यो पुल धेरै हल्लिरहेको छ। त्यस्तै हावा पनि चलिरहेको छ। बिहान चाहिँ पानी परिरहेको थियो, तर अहिले चाहिँ परिरहेको छैन, त्यसैले यो पुल धेरै हल्लिए जस्तो भइरहेछ। हेर्न सक्नुहुन्छ, पुल हल्लिएको जस्तो देखिन्छ होला, भिडियोमा नि हेर्न सकिन्छ। त अब भक्तजनहरू मन्दिरबाट मैले भनेको थिएँ नि, कालिका मन्दिर यहीँ नजिकै छ, त्यहाँबाट भक्तजनहरू आइरहेका छन्, दर्शन गरेर भक्तजन आइरहेका छन्। अब हामी चाहिँ यो पुलबाट धेरै नगरिकन बाहिर फर्किन्छौँ र पुलको बाहिरको पनि केही दृश्यहरू चाहिँ म यहाँहरूलाई देखाउने कोसिस गर्ने नै छु, सम्भव भएसम्म चाहिँ। यता अहिले चाहिँ बच्चाहरू खेलिरहेका छन्, विशेष किनभने बच्चाहरूलाई रमाइलो गर्नलाई एकदम राम्रो ठाउँ छ यता। किनभने बच्चाहरू जुन रमाइलो गर्छन्, बच्चाहरू खेल्नलाई एकदम राम्रो ठाउँ छ हैन। यता अब तपाईँ यस्तो कपालहरू हुनुहुन्छ अथवा घुम्न चाहनुहुन्छ भने अब हैन, बाहिर कहीँ नै गएन यसो पार्कतिर दिन बिताउन चाहनुहुन्छ भने यो एकदम एउटा हैन डेस्टिनेसन प्लेस नै हो। अब घुम्नलाई अब तपाईँहरू यहाँ पिकनिक मनाउन चाहनुहुन्छ भने नि पिकनिक मनाउनका लागि पनि राम्रो ठाउँ छ। यहाँ तल हेर्न सक्नुहुन्छ, पिकनिक मनाइरहेका छन्। यो पुल बाहिरबाट हेर्दा यस्तो दृश्य देखिन्छ हैन। पछाडि विभिन्न व्यक्तिहरू जुन योगदान दिए तिनीहरूको मूर्ति पनि बनाएका छन्। यस्तो छ। अब नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो यो, तर विश्वको चाहिँ हो कि होइन त्यो थाहा छैन मलाई। पहिले चाहिँ थियो विश्वकै लामो भनेर चिनिन्थ्यो, तर अहिले चाहिँ ठ्याक्कै हो कि होइन भन्ने कुरा पनि मलाई थाहा भएन। त्यही हो। अब यही बागलुङ जिल्लालाई चाहिँ झोलुङ्गे पुलहरूको सहर भन्न नि भनिन्छ, झोलुङ्गे पुलहरूको जिल्ला भनेर चाहिँ यही बागलुङलाई चाहिँ चिनिन्छ। किनभने यहाँ धेरै झोलुङ्गे पुलहरू छन्, विशेष बागलुङसँगका झोलुङ्गे पुलहरू, बागलुङ पर्वत जोड्ने झोलुङ्गे पुलहरू बढी मात्रामा रहेका छन्। त अब यही कालिका मन्दिरको भिडियोले दोस्रो पार्टमा म ल्याउने छु, त्यसैका लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद। दोस्रो कालिका मन्दिर नजिकै छ, तर यो भिडियो लामो हुने भएकाले म कालिका मन्दिरको भिडियो छुट्टै ल्याउने छु। धन्यवाद।